सम्पूर्ण प्यारो साथीहरूलाई प्रसल पेजमा स्वागत छ र यो भिडियोलाई इन्जोय गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। धन्यवाद। म चाहिँ अहिले फिक्कल तर्फ लाग्दैछु। बुढीको क्रिम चाहिँ अहिले बुढीको क्रिम चाहिँ जाँदैछु। म चाहिँ अहिले पशुपति भएर चाहिँ क्रिम ल्याइदिनु पर्ने भयो। अहिले चाहिँ म सुकिया आइपुगेँ। सुकिया मार्केट चाहिँ यो चाहिँ सुकिया फरेस्टको फेमस टुरिस्ट फरेस्ट एरिया हो। यहाँ चाहिँ पुरा टुरिस्ट आउने गर्थ्यो। आज चाहिँ क्लोज छ किनभने यहाँ चाहिँ अहिले वेदर खराब हुनुको कारणले पहिरोहरू गएर रुखहरू ढल्छ भनेर चाहिँ क्लोज गरिदिएको छ। त्यही भएर अहिले चाहिँ खाली छ। यो चाहिँ एउटा एडभेन्चर टाइपको बनाएको छ, अब्स्टिकलहरू टाइपको बनाएको छ। यहाँ तपाईँहरू पनि आएर भिजिट गर्नु सक्नुहुनेछ। तर अहिले चाहिँ तपाईँहरू आएर फाइदा छैन किनभने वेदर खराब हुनुको कारणले गर्दा। अहिले चाहिँ म सिमाना भ्यू पोइन्ट आइपुगेको छु। यहाँ चाहिँ अलिक टुरिस्टहरू पुऱ्याइरहेछ। पुरै भन्दा पनि ठिकैको मात्रामा रहेछ। सिमाना भ्यू पोइन्टमा चाहिँ यस्तो दोकानहरू थापेर राखेको छ। यहाँबाट चाहिँ मेन भ्यू पोइन्ट भन्नुको मतलब चाहिँ किन हो भने यहाँबाट चाहिँ कञ्चनजङ्घा पुरा भ्यू हुन्छ। तर वेदर खराब हुनुको कारणले गर्दा चाहिँ भ्यू देख्नु सकेको छैन। र पनि आएर यहाँ टुरिस्टहरूले मजा लिइरहेको छ। चियापानी, मोमो आदि अरू कुरोहरू खाँदै इन्जोय गर्दै गइरहेको छ। म चाहिँ अब इन्डियाबाट नेपालतर्फ लाग्दैछु। यो चाहिँ नेपाल गेट, नेपाल बोर्डर हो, नेपाल इन्डिया बोर्डर हो। अब म चाहिँ नेपाल पसेँ किनभने मेरो बुढीको क्रिम चाहिँ फिक्कलमा मात्रै पाउने छ। अब फिक्कल पुगेर चाहिँ म तपाईँहरूलाई देखाउने छु फिक्कलको नजाराहरू। चाहिँ अब यहाँबाट ट्याक्सीमा फिक्कलतर्फ लाग्दैछु। फाइनल्ली फिक्कल आइपुगेँ र क्रिम पनि कस्मेटिक दोकानमा पाएँ। नभए चाहिँ हतपत पाउँथेन यो क्रिम। अब क्रिम पनि किनिसकेँ। अब चाहिँ म रिटर्न हुनेवाला छु पशुपतितर्फ। पशुपति जाने यहाँबाट अटो पनि पाइन्छ। कार्मेलमा चाहिँ पिङ बनाएको रहेछ। ती टुरिस्टहरू पनि आएर रमाइलो गर्दै रहेछ पिङमा चाहिँ। अस्ति 4 तारिकको पानीले चाहिँ यो पहिरोले गर्दा चाहिँ पुरा बाटो ब्लक थियो। अहिले चाहिँ पुरा जेसिपीले क्लियर गरेर बाटो खुलेको छ। यो खाले भएको थियो अस्तिको पहिरोले चाहिँ बाटोहरू चाहिँ पुरा बिगारेको थियो। यहाँ जेसिपी चाहिँ पहिरो गएको कारणले गर्दा सफा गर्दै जाँदैछ। मेरो अगाडि चाहिँ मेरो घरमाथि गएको हो। धन्नै घर चाहिँ केही भएन तर घरको हालत चाहिँ यस्तो गरिदिएको छ। यो पालिको पनि 4 तारिक चाहिँ नराम्रै भयो साथीभाइ। यो साइड चाहिँ पुरै पहिरो गएको थियो अस्ति 4 तारिकको पानीले। यस्तो भएको थियो साथीभाइ। अस्ति 4 तारिकको पानीले चाहिँ बाटोहरू चाहिँ पुरै ब्लक गरेको थियो यो साइड चाहिँ। अहिले चाहिँ म फाइनल्ली मिरिकको घर आइपुगेँ र क्रिम पनि पाएँ। क्रिम लिएर आएँ र क्रिम चाहिँ भोलि दिनेछु लगेर। र भिडियोलाई चाहिँ इन्जोय गरिदिनु हुन्छ होला भन्ने आशा राख्दछु। धन्यवाद।